अहिलेका अध्यापकले जानेका छैनन्। अध्यापकको दोष छैन, नेपालीको शिक्षामा बनारसमा पाएका छैनन्, नेपालमा पनि पाएको छैन। त्रिभुवन विश्वविद्यालयले नेपालमा शिक्षा दिन सकेको छैन, रानीपोखरी पाठशालाले बताउन सकेको छैन, यो भुइगुडी मण्डपले पनि सिकाउन सकेको छैन। र उहाँ गएका क्विन्स कलेज भनेर त्यसको वाराणसी नाम राख्यो, वाराणसीबाट सम्पूर्णानन्द नाम राख्दैमा परिवर्तन केही भएको छैन। रक्सी उही हो, बोतल नयाँ भएर के गर्ने? त्यस कारणले उही रक्सीलाई नयाँ प्रकारका बोतलमा राखेर परिवर्तन गरिएको छ। बनारसमा पनि छैन र अरू भारतमा पनि केही छैन। नेपालमा पनि त्यो अध्यापक बनाउने, त्यो आर्ष शिक्षा पद्धति चलाउने त्यो कला कसैले सिकाइएको छैन। अध्यापकहरू सिक्न पाएका छैनन्। आचार्य, पोस्ट आचार्य के भएर एमए बिए भएर माथि गएका विद्वानहरूले पनि त्यो कला सिक्न पाएका छैनन्। त्यो कलाका लागि अध्यापक सिकाउनु पर्ला, अध्यापक बनाउनु पर्ला, अध्यापकहरूलाई राखेर प्रशिक्षित गर्नु पर्ला। ती अध्यापकहरूलाई इसारा मात्र धेरै दिन लाग्दैनन्, कतिपय 2-4 घण्टामा, कतिपयलाई 2-4 दिन लाग्लान्, अधिक से अधिक लाग्दैनन्। त्यस कारणले ती अध्यापकलाई पहिले पढाउने, अध्यापकहरूलाई गुरुकुल ऋषिकुल पद्धति पढाउने, धुलिका शैली रज्जु शैलीदेखि लिएर आर्ष शैली, त्यो आर्षी शिक्षा प्रणाली प्रलयमुपगता सक्रिया सक्षमान, त्यो आर्ष शिक्षा पद्धति हामीहरूले अध्यापकहरूलाई पहिले दिनु पर्ला। अध्यापकहरूले अनि अरूलाई दिन्छन् र ती अध्यापक कुलपतिको रूपमा रहन्छन् र कुलपति भएर तिनीहरू श्रद्धाका पात्र, आस्थाका पात्र भएर रहन्छन्। तिनीहरू 24 घण्टा गुरुकुलमा रहन्छन्। तिनले घरमा जानु पर्दैन। घरको परिवारलाई निश्चिन्त गरिदिने त्यो उपाय जनताले गर्न सक्छ।